माई गुडनेस असिना आयो नि के हुन्छ हालत गाउँ त लगो लगो अब के लान्छ तिम्रो गाडी हाम्रोतिरको हावाहुरी चल्न थाल्यो आज हाम्रोतिर पालो हो कि रूपन्देहीको भन्दै थियो नि उडाउनु आँट्यो तिमी केरा खाएर बस भोटे अङ्कल इज गन तिमीलाई यता हेर त किन मुख बिगारेको बाई गड दिउँसै रात परेको अवस्था छ यस्तो अँधेरोमा हाम्रो काइलाबा त झन् अघि लाइट बोकेर हिँड्नु भएको छ किचन रक्सी बार्नेतिर के गर्नु काइलाबाले दिउँसै रात पर्यो बुटोलतिरबाट आँखा काइले बाउ यस्तो ओएमजी यस्तो काइलाबाट लाइट राख्नु भयो फेरि उता लगो हाम्रो सब उहाँ बाटो बाटो गएर आकाशको बादल भाग्दैछ केबलको तार केबल चुट्यो अब छैन किन टाल्नु यो अब पानी आउँछ भनेर हावाहुरी लान्छ भन्दै यहाँ फुलको कत्रो माया छ आफूलाई अरूको माया नभए नि मेरो फुलबारीको माया मेरो फुलबारीको माया छ मलाई धेरै धेरै कसरी अनि आज हावा र पानी असिना आयो भने त यसको त सत्यानाशै हुन्छ भाइ सत्यानाश बिलीबाट सब हुन्छ मेरो फुलबारीको कति दुःखले बनाएको लुकाइ राख्नु परेछ फेरि यहाँभित्र लुकाएको छु पानीले भिजाउने बिग्रिन्छ अच्छा त्यो पूर्वबाट ल्याएको कति दुःखले हुर्काएको पनि फुल्दैछ पनि फुल्यो लु यस्तो फुलेकोहरू मऱ्यो भने हावाले उडायो भने रुन मन लाग्छ फेरि हेलो यत्रो खुल्यो भोटे अङ्कल खुल्यो पूर्वमा